नमस्कार साथीहरू, फेरि पनि म मेरो युट्युब च्यानलमा भिडियो लिएर उपस्थित भएको छु र आजको यस भिडियोको चाहिँ थम्बनेल र टाइटल देखेर तपाईँहरूले थाहा पाइसक्नु होला कि आजको यो भिडियोको विषयवस्तु केको बारेमा रहेको छ भनेर। र साथीहरू, आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई यदि तपाईँहरू सानिमा ब्याङ्कको मोबाइल ब्याङ्किङलाई प्रयोग गर्नुहुन्छ भने त्यो मोबाइल ब्याङ्किङबाट तपाईँहरूले घरमै बसी अनलाइनको माध्यमबाट कसरी तपाईँहरूले केबल कारको टिकटलाई बुकिङ गर्न सक्नुहुन्छ भन्ने बारेमा यस भिडियो मार्फत जानकारी दिन गइरहेको छु। यो भिडियो चाहिँ उहाँहरूको लागि इन्फर्मेटिभ हुनसक्छ। जसले केबल कारको टिकटलाई बुकिङ गर्न चाहनुहुन्छ, उहाँसँग मोबाइल ब्याङ्किङ पनि रहेको छ सानिमा ब्याङ्कको, तर उहाँहरूलाई थाहा नहुन सक्छ कि आफूले मोबाइल ब्याङ्किङलाई प्रयोग गरेर अनलाइनको माध्यमबाट कसरी केबल कारको टिकट बुकिङ गर्ने भन्ने कुरा थाहा नहुन सक्छ। यदि तपाईँहरू पनि जान्न चाहनुहुन्छ कि आफ्नो सानिमा ब्याङ्कको मोबाइल ब्याङ्किङलाई प्रयोग गरेर केबल कारको टिकटलाई कसरी बुकिङ गर्ने भन्ने कुरा यदि जान्न चाहनुहुन्छ भने भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोस् र तपाईँलाई यो सम्पूर्ण जानकारी प्राप्त हुनेछ। र साथीहरू, यसको लागि ढिला नगरी नै आजको विषयवस्तुतर्फ लागौँ। र साथीहरू, अगाडि बढ्नुभन्दा पहिला यो च्यानललाई अझैसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर छेउमा आउने बेल आइकन दबाउनु होला, ताकि मैले हालेको यस्तै भिडियोहरू तपाईँको नोटिफिकेसनमा सबभन्दा पहिला प्राप्त हुनेछ। र यसको लागि तपाईँहरूले आफ्नो सानिमा ब्याङ्कको मोबाइल ब्याङ्किङ ओपन गर्नुहोस् र आफ्नो मोबाइल ब्याङ्किङको फोन नम्बर र पासवर्ड राखेर मोबाइल ब्याङ्किङमा आइसकेपछि तपाईँहरू मोबाइल ब्याङ्किङको होम पेजमा आउनुहुनेछ। र यहाँ तपाईँहरूले मोबाइल ब्याङ्किङबाट केबल कारको टिकट बुकिङ गर्नको लागि तपाईँले यहाँ देख्नुहुन्छ पेमेन्ट्स भन्ने एउटा अप्सन देख्नुहुन्छ। होम कोरतिर पेमेन्ट्स भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। र क्लिक गरिसकेपछि तपाईँहरू थोरै स्क्रोल डाउन गर्दै जानुहोस् र तपाईँले अनलाइन पेमेन्ट्स बाई फोन पे भनेको छ, तपाईँले यहाँ एउटा देख्नुहुन्छ अप्सन केबल कार्स भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। र क्लिक गरिसकेपछि मोबाइल ब्याङ्किङबाट तपाईँले यी दुईटाको केबल कारलाई बुकिङ गर्न सक्नुहुन्छ, अन्नपूर्ण केबल कार र मनोकामना केबल कार। र तपाईँहरू यी दुईमध्ये कुनमा टिकट बुकिङ गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस्। म अन्नपूर्ण केबल कारमा गर्छु, सिस्टम एउटै रहन्छ जुनमा गरे पनि। र यहाँ दुईवटा अप्सन दिएको छ ट्रिप टाइपमा, तपाईँले अन वे र टु वे भनेको छ। यदि तपाईँले टु वे भन्ने अप्सनमा गएर काट्नुभयो भने तपाईँले दुईतर्फीकै टिकट बुकिङ गर्न सक्नुहुन्छ, जानेको पनि आउनेको पनि। र अन वे भन्ने अप्सनमा क्लिक गर्नुभयो भने तपाईँले एकतर्फी मात्र टिकट बुकिङ गर्न सक्नुहुन्छ, जानेको मात्र। र यति गरिसकेपछि म तपाईँलाई जुनमा गए पनि तपाईँहरूले बुकिङ गर्ने तरिका एउटै रहन्छ। म अन वे भन्ने अप्सनमा गएर देखाउँछु। र यहाँ भनेको छ कन्ट्याक्ट फुल डिटेल्स, र यहाँ भनेको छ कन्ट्याक्ट फुल नेम भनेको छ तपाईँहरूको आफ्नो नागरिकता भएको ओरिजिनल नाम राख्नुहोला। र मोबाइल नम्बर भनेको छ तपाईँहरूको आफ्नो भ्यालिड मोबाइल नम्बर राख्नुहोला। र इमेल एड्रेस भनेको छ तपाईँहरूको आफ्नो भ्यालिड इमेल एड्रेस तपाईँले राख्नुहोला। यो मोबाइल ब्याङ्किङमै प्रयोग भएको इमेल एड्रेस चाहिँदैन, त्योभन्दा फाल्टु राख्दा पनि हुन्छ, तर त्यो तपाईँहरूको भ्यालिड हुनु पर्यो। र यो सम्पूर्ण इन्फर्मेसन राखिसकेपछि इन्क्वायरी भन्ने अप्सनमा क्लिक गरिदिनुहोस्। र तपाईँले आफ्नो डिटेल्स राखेर जब इन्क्वायरीमा क्लिक गर्नुहुन्छ तपाईँहरू यो सेक्सनमा आइपुग्नुहुनेछ। यहाँ भनेको छ ट्राभल्स इन्फो, तपाईँहरूले सम्पूर्ण इन्फर्मेसन एकचोटि हेर्नुहोला। र थोरै स्क्रोल डाउन गरिसकेपछि तपाईँले यहाँ देख्नुहुन्छ सेलेक्ट नम्बर अफ ट्राभल्स भनेको छ। तपाईँले यहाँ टाइप सेलेक्ट गर्नुपर्ने हुन्छ। तपाईँहरू नर्मल टिकट बुकिङ गर्न चाहनुहुन्छ कि तपाईँले यहाँ विभिन्न अप्सन दिएको छ। यदि तपाईँहरूसँग बच्चा पनि रहेको छ भने चाइल्ड भनेको छ, यो अप्सनमा गएर तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। म नर्मलको एउटा मात्र टिकट बुकिङ गर्न चाहन्छु, त्यसैले मैले नम्बर अफ ट्राभल्स भन्ने अप्सनमा क्लिक गरिदिएँ र मैले एकजना सेलेक्ट गरेँ। तपाईँले यहाँ सेलेक्ट गरेर क्लिक गर्न सक्नुहुन्छ। र यति गरिसकेपछि कन्टिन्यू भन्ने अप्सनमा क्लिक गरिदिनुहोस्। र क्लिक गरिसकेपछि कन्फर्मेसन भनेको छ, तपाईँले एकचोटि हेर्नुहोला तपाईँहरूको सम्पूर्ण इन्फर्मेसन ठिक छ कि छैन। र सम्पूर्ण इन्फर्मेसन ठिक छ भने थोरै स्क्रोल डाउन गरेर कन्फर्म भन्ने अप्सनमा क्लिक गरिदिनुहोस्। र यति गरिसकेपछि प्रोसिड अप्सनमा क्लिक गरिदिनुहोस् र फेरि प्रोसिड अप्सनमा क्लिक गरिदिनु होला। र जुन तपाईँहरूको पिन नम्बर रहेको छ त्यो पिन राखेर यो राइटको आइकनमा क्लिक गरिदिने बित्तिकै तपाईँहरूले सक्सेसफुली आफ्नो सानिमा ब्याङ्कको मोबाइल ब्याङ्किङलाई प्रयोग गरेर केबल कारको टिकटलाई बुकिङ गर्न सक्नुहुनेछ। मैले चाहिँ बुकिङ गरिनँ, तपाईँले यो स्टेप फलो गर्नुभयो भने तपाईँले सजिलैसित बुकिङ गर्न सक्नुहुनेछ। र साथीहरू, आशा गर्दछु तपाईँहरूलाई आजको भिडियो इन्फर्मेटिभ भयो होला। यदि भिडियो इन्फर्मेटिभ लागेमा अवश्य लाइक गरेर सेयर गरिदिनुहोस्। र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गरेर अल नोटिफिकेसन अन गरेर बस्नुहोस्, ताकि मैले हालेको यस्तै भिडियोहरू तपाईँको नोटिफिकेसनमा सबभन्दा पहिला प्राप्त हुनेछ। र साथीहरू, अर्कोचोटि अर्को इन्फर्मेटिभ भिडियो ल्याउने बाचाका साथ आज तपाईँहरूबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।